तपाईँको प्रेमीलाई बसमा राख्न, तपाईँको बुढालाई बसमा राख्न, तपाईँको सम्बन्धलाई मजबुत गराउन, तपाईँको सम्बन्ध गाढापन ल्याउन, तपाईँको प्रेम जीवनका कल झगडा परेशानी तनावहरू दूर गर्नको लागि हजुरले एउटा शक्तिशाली गजबको महा उपाय गर्नुहोस्, जुन उपायले हजुरको श्रीमान, हजुरको प्रेमी, हजुरको प्रेमिका बसमा पर्नेछ। हजुरको जीवनमा न्यानोपन अर्थात् माया आउनेछ। यो गर्नुहोस्। हजुरको लागि यो भिडियो एकदम रोचक बन्नेछ। हजुरले यो प्रक्रिया गरेर तपाईको प्रेम सम्बन्धलाई गाढापन ल्याउन सक्नुहुनेछ, न्यानोपन ल्याउन सक्नुहुनेछ, प्रेम जीवन सुन्दर बनाउन सक्नुहुनेछ। हजुरले यो प्रक्रिया गर्न नभुल्नुहोस्। सर्वप्रथम यो भिडियो सक्दो शेयर गर्नुहोस् र हामीहरुसँग ग्रहकुण्डली हेराउन परामर्श गर्नको लागि बायोमा फोन नम्बर छ, WhatsApp मा जोइन हुनुहोस्। उपाय रहेको छ, हजुरले अलैची अनि ल्वाङ अनि त्यहाँपछि गएर हजुरले सुकमेललाई हजुरको आफूले एक पटक लगाइसकेको कपडामा हजुरले गाँठो पारेर, तीनवटा गाँठा पारेर हजुरले आफ्नो सिरानी मुनि राखिदिनुहोस् र सिरानी मुनि राखिसकेपछि हजुरले त्यो भोलि बिहान झिकेर त्यसलाई धुलो बनाउनुहोस्। धुलो बनाएर हजुरले त्यसमा चमेलीको तेल अनि सिन्दुर राखेर एउटा मन्त्र भन्दै ओम श्रीम ह्रीम श्रीम नमः, ओम श्रीम ह्रीम श्रीम नमः, ओम श्रीम ह्रीम श्रीम नमः भन्दै आफ्नो बुढाको नाम लिउँदै हजुरले त्यसलाई फुकेर आफ्नो बुढा नजिकै छ भने बुढालाई लगाइदिनुहोस्। त्यो पनि टाढा गइसकेको छ, बलक भइरहेको छ भने फोटामा लगाइदिएर हजुरले त्यसलाई दक्षिण पश्चिम दिशामा कुनै एकचोटि लगाइसकेको कपडामा गाँठो पारेर राखिदिनुहोस्। सम्बन्ध सुन्दरतामा जानेछ, गाढापन आउनेछ, न्यानोपन आउनेछ।